हेलो गाइज, आज चाहिँ म यो हाम्रो एग्रिकल्चरतिर छु है। कहाँ हरायो यो केटो, यतिका दिनसम्म आएन भन्ने सोच्नु भयो होला। के गर्नु होइन, धेरै दिनको बिजी पछि चाहिँ आज थोरै फुर्सद भएर अब आज हाम्रो सटरडे स्पेसलको दिनमा चाहिँ हाम्रो यसरी काम हुन्छ। यहाँ हेर्नुहोस् त है। एउटा यो हाम्रो चाहिँ नगदे बाली पनि हो। यसलाई चाहिँ हाम्रो नगदे बाली भनिन्छ, ताकि भोलिको दिनमा चाहिँ हाम्रो यो एकदमै नगद रूपमा चाहिँ बिक्री पनि हुन्छ यो खेती है। त्यसरी चाहिँ यो खेतीलाई हामीले भित्राउनु पर्ने हुन्छ। अब काम गर्दा गर्दा होइन गाह्रो हुन्छ नि त। मजाले चाहिँ गोड्न सकिन्छ यसरी है। अब यो कसैले चाहिँ यसलाई तोरी भन्छन्, अब तोरी काट्ने भन्छन्, कसैले तोरी गोड्ने भन्छन्। खासमा यसलाई चाहिँ गोड्नुपर्छ, काट्न मिल्दैन, किनकि यो मस्रो पनि छ यहाँनिर। यसको साथसाथमा चाहिँ मस्रो पनि भएको हुनाले यसलाई काट्न मात्रै मिल्दैन, बरु यसपछि चाहिँ अब आउने खेतीलाई मसुरोलाई चाहिँ काट्न मिल्छ, त्यसलाई मजाले काट्न सकिन्छ। र अहिलेलाई अब यो गोड्नै पर्छ है। यसलाई यसरी गोडेर अनि यसलाई चाहिँ हाम्रो टक्क यसरी चाहिँ यहाँ ल्याएर चाहिँ यसरी राखिन्छ है। यसरी गोड्दै राख्दै यसरी गोड्दै राख्दै गर्ने हो। यसरी गोड्दै के गर्ने यार होइन। अब शनिबार हुन्छ होइन, अरू दिन चाहिँ अब आफ्नो जबमा बिजी भइन्छ। अब एक दिनलाई चाहिँ छुट्टी भएको हुन्छ, त्यही पनि घरमा चाहिँ काम साँचेर राख्दै हुन्छन् कि यसलाई शनिबार आयो भने यो काम दिन्छु पक्कलाई, यो काम दिन्छु तँलाई होइन। यस्तो किसिमको अब घरमा काम टक्क साँच्दै राखेका हुन्छन्। अनि त्यो कामलाई चाहिँ आफू आएर सटरडे स्पेसल थोरै भए पनि एक किसिमले त रिस लाग्छ होइन। एक दिन छुट्टी छ तै पनि घरमा काम गराइरहेछन् भन्ने जस्तो लाग्छ। तर के हो भने बट रिसाएर के गर्नु होइन। त्योभन्दा बरु इजिली मजाले काम गर्दाखेरि चाहिँ आफूलाई पनि फुर्तिलो भइन्छ, फुर्ती पनि आउँछ नि त। त्यो हुनाले चाहिँ अब मजाले यसरी गोडिन्छ। कतिपयलाई थाहा नहुन सक्छ यो तोरी हो। यो यसको तेलको लागि स्पेसल प्रयोग गरिन्छ। यसरी चाहिँ हाम्रो सुकाएर राख्नुपर्छ। यहाँनिर चाहिँ हेर्न सकिन्छ। यसलाई चाहिँ हामीले यसरी गोडेर यतातिर चाहिँ सुकाएर यहाँनिर यसरी सुकाएर चाहिँ राखेका छौँ। अब यसलाई गोड्ने हो है, जति सकिन्छ मस्त गोड्दै गोड्दै यहाँनिर गोड्नलाई पनि यति असहज त यहाँनिर हेर्नु यसरी। अब यो अलिकति फास्ट गोडौँ भने मस्रो पनि गोडिन्छ, तोरी मात्रै गोड्नुपर्छ क्या होइन। यसरी चाहिँ असहज नहोस् भन्ने किसिमले चाहिँ बस्न पऱ्यो होइन, गोड्नु पऱ्यो। गोड्दै 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 जाने हो। यस्तो धुप पनि छ फेरि होइन, हेर्नै मिल्दैन कि माथितिर धुप, यस्तो धुप लागिरहेछ। माथितिर मौसम चाहिँ एकदम क्लियर छ है, मस्त घाम लागिरहेछ। यो मौसम चाहिँ राम्रो हो। दिउँसो घाम एक्स्ट्रा चाहिँ घाममा बसेर मोबाइल चलाउनुभन्दा तोरी गोड्यो भने चाहिँ काम पनि भइहाल्यो होइन। त्यसरी चाहिँ काम गरिरहेको छ गाइस। अब के गर्ने यार होइन। अब बिचमा फेरि यस्तो हुन्छ, अब कतिपयलाई मजा पनि नलाग्न सक्छ काम गर्दा। मलाई चाहिँ के हो भने अब यो गोड्दै गोड्दै जाँदा चाहिँ हाम्रो यता के भेटिन्छ, खाजा पनि पाइहाल्यो नि होइन। यी गोड्दै आएको थिएँ, टक्क यो भेट्यो गाइस। अब यसलाई चाहिँ के गरिदिनु भने यी टक्क छ नि होइन, टक्क टिपिदिने यसलाई अनि सट्ट टिपेर होइन खाजाको रूपमा क्या। एउटा खाजा भयो। अब एक किसिमले चाहिँ अर्को भेटिन्छ फेरि, टक्क टिप्यो होइन, टक्क टिप्यो अनि यो पनि खाजा होइन। के गर्नु, खाजा त खानै पऱ्यो, बोट त रित्ताउनै पऱ्यो होइन। यो बोटमा जति छ नि सब भ्याइदिने हो, ताकि घरदेखि अब यसलाई चाहिँ काम नगराम हेरेर कि मटर सब भ्याइदियो भन्नु नि होइन। त्यो किसिमले सब भ्याइदिने हो क्या, जति छ नि सब भ्याउँदै जाने हो खै। बुटै ओखलिदिनु बुटै ओखलिदिउँ होइन। यो बुटै चाहिँ पुरा खाजा हो। यसमा छ कि छैन ए रहेछ है, एउटा रहेछ। यसलाई पनि सक्दिहालौँ है गाइस। यो पनि हामीले क्लियर गरिदिउँ। यो पनि क्लियर भयो। अब
अर्को बुढा छ यो छोडिदिउँ होइन फेरि बेलुका चाहिँ नराम्रो किसिमले गाली पाउनुभन्दा बरु यति नै चाहिँ ठिक होला होइन। यसलाई मस्त गोड्ने हो, गोड्दै जाने हो, भेटिन्छ जे भेटिन्छ दिँदै जाने गोड्दै जाने होइन। हावा पनि मस्त कस्तो आनन्द कस्तो आनन्दको हावा छ यहाँनिर चाहिँ। यो हावा हेर्नुहोस् मस्त हेर्नुहोस्, सिन हेर्नुहोस्, यो सिन हेर्नु न मासतिर यस्तो मजाको सिन देखेर आयो नि। तर्फ सर हेर्नु न चारैतिरकै यो एउटा पुरै सबैले चाहिँ यस्तै खेती नै गरिरहेछ कि जताकतै जुन एरियामा हेर्नु न होइन सब ठाउँ चाहिँ खेती गरिरहेछ क्या यतातिर सब जतातिर होइन। सब के छ खेतीलाई चाहिँ काम भइरहेछ यहाँनिर चाहिँ सबै खेती नै हो। खेती चाहिँ मस्त भइरहेको छ, हाम्रो पनि भइरहेछ, सबैले खेती गरिरहेछ, सबैले चाहिँ काम पनि गरिरहेछ। अब के गर्नु गोड्नै पर्यो, यसरी उठ्यो पाचिन्छ फेरि यता आयो होइन। यसलाई चाहिँ फास्ट गोड्नुपर्ने हुन्छ कि नत्र टाइम लस हुन्छ नि त होइन। टाइम लस नहोस् भनेर चाहिँ एकदम फास्ट ट्र्याक के छिटो गोड्नु गोड्नु पर्ने हुन्छ ल। के गर्नु यार गाइस, गाह्रो छ नि होइन, सबैलाई गाह्रो छ, तपाईँलाई नयाँ यस्तो अल्झिन्छ कि अल्झिन्छ अनि टक गोड्दै जाने गाइस। कस्तो लाग्यो है। यदि कसैलाई पनि यस्तै काम गर्ने इच्छा छ, गोड्ने इच्छा छ, फाल्टु हुनुहुन्छ, फ्रेस हुन चाहनुहुन्छ, एउटा नेचुरल हेर्नु त कति अर्ग्यानिक हावा छ अनि अर्ग्यानिक सन सूर्यप्रति मजाको ताप आइरहेछ होइन। यो ताप सँगसँगै काम पनि भइरहेछ, ताप पनि भइरहेछ, त्यही किसिमले चाहिँ मजा लिन चाहनुहुन्छ भने गाह्रो त यस्तो गाह्रो छ फेरि। ओह यार अब यता थोरै गोड्छु होइन, यताबाट सुरु भयो गाइस। यहाँबाट चाहिँ टक्क सानो थोरैबाट सुरु गर्दै होइन। दिनभरिको काम चाहिँ यति थोरै हो, कति गाह्रो छ यत्रो दिनभरि गरेको काम हेर्नु न, यति नै हो क्या। अब बिस्तारै बढ्छ नि, ग्रोअप भइरहेछ यहाँनिर चाहिँ मैले यसलाई ग्रोअप गरिरहेको छु होइन। स्पिड हेर्नु है, स्पिड बढाइरहेको छु नि, त्यही कम्प्लेन छैन, नो कम्प्लेन है। स्पिड चाहिँ अलिकति थोरै भए पनि बढिरहेछ गाइस ल। नेक्स्ट फेरि कसैलाई काम गर्ने इच्छा छ भने कमेन्ट गर्नु होला र मेरो काम कस्तो लाग्यो तपाईँहरूलाई आफ्नो सल्लाह सुझाव पनि दिनु होला। अहिलेलाई नै चाहिँ यति, अहिलेलाई बाई बाई, फेरि नेक्स्ट भिडियोमा फेरि भेटौँला ल, बाई, ओके।